नमस्कार साथीहरू। आज हामी यही महिना श्रावणदेखि लागू हुने तलबको नयाँ ट्याक्स व्यवस्थाबारे चाहिँ जान्नेछौँ। यदि तपाईँ जागिरी हुनुहुन्छ भने यो जानकारी, यो भिडियो तपाईँको लागि निकै महत्त्वपूर्ण छ। श्रावण 1 गतेदेखि नयाँ आर्थिक वर्ष 2083-84 अनुसार तलबमा नयाँ ट्याक्स व्यवस्था चाहिँ लागू भएको छ। अब रोजगारदाताहरूले पनि यही नयाँ व्यवस्था अनुसार तलबबाट टिडिएस चाहिँ कटौती गर्नेछन्। र अर्को महत्त्वपूर्ण कुरा के छ भनेपछि सिंगल र कपलको लागि छुट्टो छुट्टो करको चरण चाहिँ हटाइएको छ। योभन्दा अगाडि सिंगलको लागि र कपलको लागि छुट्टो छुट्टो चाहिँ ट्याक्स व्यवस्था चाहिँ थियो। अब सबैको लागि एउटै करको चरण चाहिँ लागू हुनुभएको छ। अब नयाँ कर व्यवस्था अनुसार चाहिँ नयाँ करको चाहिँ चरणहरू चाहिँ कस्ता कस्ता छन् त। पहिलो चरण वार्षिक 10 लाखसम्म आम्दानी हुने कर्मचारीहरूको लागि चाहिँ 1% मात्र चाहिँ कर लाग्ने व्यवस्था रहेको छ। योभन्दा अगाडि चाहिँ सिंगलको लागि चाहिँ वार्षिक 5 लाख र कपलको लागि वार्षिक 6 लाख आम्दानी हुनेको लागि 1% चाहिँ कर व्यवस्था थियो। र दोस्रो चरण चाहिँ 10 लाखदेखि 15 लाख रुपियाँसम्म चाहिँ आम्दानी हुनेको लागि चाहिँ 10% मात्र चाहिँ कर लाग्ने व्यवस्था रहेको छ। योभन्दा अगाडि सिंगलको लागि 5 लाखदेखि 7 लाख र कपलको लागि 6 देखि 8 लाख चाहिँ 10% कर लाग्ने व्यवस्था थियो। र तेस्रो चरण 15 लाखदेखि 25 लाख रुपियाँसम्म आम्दानी हुनेको लागि 20% कर मात्र लाग्ने व्यवस्था रहेको छ। र चौथो चरण 25 लाखदेखि 40 लाख रुपियाँसम्मको आम्दानी हुनेको लागि 27% मात्र कर लाग्ने व्यवस्था रहेको छ। त्यसै गरी अन्तिम चरण 5औं चरणमा 40 लाख रुपियाँभन्दा बढी आम्दानी हुनेको लागि 29% मात्र कर लाग्ने व्यवस्था रहेको छ। योभन्दा अगाडि म्याक्सिमम अधिकतम 36% सम्म चाहिँ कर लाग्ने व्यवस्था रहेको थियो। र अर्को कुरा सबैलाई कन्फ्युज लाग्ने कुरा के छ भनेपछि तपाईको सम्पूर्ण आम्दानीमा एउटै ट्याक्स रेट चाहिँ लाग्दैन। यसको मैले अघि भने जसरी प्रत्येक चरणमा चाहिँ चरणबद्ध रूपमा चाहिँ ट्याक्स चाहिँ लाग्ने गर्छ। जस्तै कुनै एउटा व्यक्ति एउटा कर्मचारीको 30 लाख आम्दानी वार्षिक 30 लाख आम्दानी छ भनेपछि उसको चाहिँ 30 लाखको 27% चाहिँ लाग्ने होइन। चरणबद्ध रूपमा तपाईको 10 लाखको 1% लाग्छ र 10 देखि 15 को 5 लाखको चाहिँ डिफरेन्स 5 लाखको जुन डिफरेन्स छ त्यसलाई 10% लाग्छ र 15 देखि 25 को जुन डिफरेन्स 10 लाख छ 10 लाखको 20% काट्छ। र 25 देखि 40 सम्मको 27% भनेको छ भने चाहिँ अब चाहिँ हेरौँ तपाईको 25 सम्मको ट्याक्स त्यसै चरणबद्ध रूपमा काट्यो भने चाहिँ 25 लाखदेखि 30 लाखसम्मको जुन आम्दानीको जुन ग्याप छ 5 लाख छ त्यसको चाहिँ 27% मात्र लाग्छ। यसरी चरणबद्ध रूपमा चाहिँ ट्याक्स चाहिँ लाउने गर्छ। र मैले के भन्न चाहन्छु भने आफ्नो मासिक तलब अनुसार कति कर लाग्छ भन्न चाहनुहुन्छ जान्न चाहनुहुन्छ भनेपछि कमेन्टमा आफ्नो मासिक ग्रस तलब चाहिँ लेख्नुस्। म त्यसको करको हिसाब छुट्टै भिडियो वा कमेन्ट मार्फत चाहिँ बनाउने प्रयास गर्नेछु। यस्तै बैंकिङ, कर र वित्तीय जानकारीको लागि हाम्रो च्यानललाई सब्स्क्राइब, लाइक, शेयर चाहिँ गर्न नबिर्सिनुहोला। धन्यवाद।